नमस्ते सबैलाई मेरो युट्युब च्यानलमा स्वागत छ र आज हामी घाताङ्कको नियम पढ्नेछौँ र घाताङ्कको नियम प्रयोग गरी यो अभ्यासलाई गर्ने प्रयास गर्नेछौँ। आई होप यु विल अन्डरस्ट्यान्ड दिस भिडियो है। यो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज सब्सक्राइब, लाइक एन्ड कमेन्ट माई च्यानल। त्यसपछि चाहिँ हामीले मजाले अपडेटेड भिडियोहरू पाउन सक्नेछौँ। अब यसमा के दिएको छ भने घाताङ्कको नियम सबभन्दा सजिलो टपिक पनि हो। यो कक्षा 8 को अनिवार्य म्याथको अभ्यास हो। यो चाहिँ यो एकदमै सजिलो छ। यसमा दुईवटा नियमहरू मात्र छ। एउटा चाहिँ घाताङ्क, पहिला चाहिँ हामीले के गर्नुपर्छ भने घाताङ्क भनेको बेस छ जो है हाम्रो यो जस्तै बेस छ, बेसलाई सबै के गर्नुपर्छ यो बराबर बनाउनुपर्छ। जस्तै 3 छ, यहाँ पनि 3 छ हैन, यहाँ पनि त्यसै गरी x छ, यहाँ पनि x छ है। त्यसै गरी सबैको जसको बेस बराबरी छ, बेस बराबर छ भने त्यसलाई हामीले एड पनि गर्न सक्छौँ र त्यसलाई सब्स्ट्र्याक्ट पनि गर्न सक्छौँ। त्यसलाई के गर्न पनि सक्छौँ, जोड्न पनि सकिन्छ र त्यसलाई चाहिँ घटाउन पनि सकिन्छ। जबसम्म बेस हाम्रो के हुन्छ सेम हुँदैन त्यति बेलासम्म हामीले यो क्याल्कुलेसन गर्न सक्दैनौँ। त्यसैले चाहिँ यसलाई के गर्नुपर्छ, बराबर पनि बनाउनुपर्छ। यो पछि म क्वेसन अभ्यास गर्दाखेरि यसलाई व्याख्या गर्नेछु। र अहिले चाहिँ दुईवटा के जान्नु पर्यो भने एउटा यो मल्टिप्लाई छ है। कुनै पनि यदि हाम्रो घाताङ्कको सरल गर्नुपर्ने प्रश्नमा यदि मल्टिप्लाई छ भने त्यसलाई हामीले माथि प्लस बनाउनुपर्छ। भनेको मल्टिप्लाई भए, गुणन भए प्लस गर्ने र चाहिँ यहाँ तल छ दिएको यो क्वेसन भाग भए के गर्ने, यसलाई माइनस गर्ने। यो दुईवटा नियम चाहिँ दिमागमा राख्नु पर्यो। पहिलो के भने मैले गुणन भए प्लस गर्ने र चाहिँ यो भाग भए के गर्ने, यसलाई माइनस गर्नुपर्छ। र हामीले चाहिँ यहाँ प्र्याक्टिकल्ली एकदमै कपीमै गरेर देखाउने छु र यसलाई बुझ्ने प्रयास पनि गर्ने। र पहिलो प्रश्न यहाँ दिएको छ है, 3 को पावर 4 इन्टु 3 को पावर 3 भनेको छ हैन। मैले के भने अहिले साथीहरूलाई, यहाँ 3 को पावर 4 छ जो दिएको, यसलाई के बनाउनु पर्छ अरे मल्टिप्लाई छ भने यहाँ माथि मल्टिप्लाई दिएको छ, त्यसै यसलाई के गर्नुपर्छ, यसलाई चाहिँ प्लस गर्नुपर्छ र यसको पावरमा पनि के छ 3 छ। भन्नुको अर्थ हामीले एउटा 3 कहाँ लग्यौँ भनेपछि यो 3 र यो 3 के छ, बेस एउटै हो। एउटै बेस छ भने है, एउटै बेस छ भने यसको पावरलाई मात्र जोड्ने घटाउने गर्नुपर्छ। तर चाहिँ अब सबैलाई अरू चाहिँ दुईटै बेसलाई राख्नु आवश्यक भएन, यो कमन हो। यो 3 र 3 भनेको कमन हो, एउटै घाताङ्क छ। त्यसैले हामीले यसको पावरलाई मात्र जोड्ने, तर बेसलाई चाहिँ हामीले के गर्ने, कमन छ भने एउटै राख्ने। यस, त्यसपछि अब 3 को पावर 4 यो पनि प्लस छ, यो पनि के छ प्लस छ भने प्लस 4 प्लस 3 भनेको कति हो त, प्लस हामीले 7 हो। तर यहाँ चाहिँ हामीले प्लस 7 लेखिराख्नु पर्दैन है। दिस इज यो रिक्वायर्ड आन्सर। यति मात्र गर्नुपर्ने छ। र त्यसै गरी ख नम्बर प्रश्नमा पनि हेर्ने, ख नम्बर प्रश्नको पनि के छ, बेस एउटै छ, घाताङ्क के छ बराबर छ x छ, एउटै xलाई राख्ने, अब कमन राख्ने र यसको पावरमा के छ 3 छ। यो इन्टु भनेको यो चाहिँ प्लस हो है, र त्यसपछि यसको पावरमा कति छ 5 छ। र अब फेरि चाहिँ क्याल्कुलेसन गर्ने, x को पावर है, x को पावर छ प्लस 3 प्लस 5, प्लस प्लस के हुन्छ जोडिन्छ, 3 मा 5 जोड्दा कति हुन्छ 8 हुन्छ, 8 राइट। यसै गरी अब हामी 3 मा पनि झर्छौँ, ग नम्बर प्रश्न पनि बनाउँछौँ। जस्तै हामीले ए चाहिँ हाम्रो अङ्कमा यो चाहिँ हाम्रो मिल्दैन, यो टर्मै मिल्दैन है। ए इन्टु छ, ए इन्टु बी हो नि त। अब बी र बी ल हेर्ने, अब बी र बी मात्र छ, बी र बीलाई मात्र जोड्ने। बी को पावर कति छ 4 छ, यो प्लस भइहाल्यो मल्टिप्लाई भनेको, र यसको पावर कति 3 छ। र यसरी बनाउँदाखेरि ए इन्टु बी को पावर कति भयो 7 भयो। जोड्ने मात्र छ माथि, जसको बेस बराबरी छ त्यसलाई मात्रै जोड्ने, अरूलाई हामी नजोड्ने, जस्ताको त्यस्तै राखिदिने। र त्यसै गरी हामी यस प्रश्नमा पनि गर्छौँ। जस्तै यो 3 इन्टु 2, 3 2 जा कति भयो
6 हुन्छ 3 र 2 लाई मल्टिप्लाई गर्दा के हुन्छ 6 हुन्छ। र अब यो समान बेस भएको x को पावर 4 प्लस यो हेर्ने यो र यो कति भयो त यो दुईटैलाई जोड्दाखेरि कति भयो माथि पावर कति छ 3 छ यसको पावर कति 3 छ यसको पावर चाहिँ कति छ 4 छ। त्यसैले x दुईटैको बेस कमन भयो है यो कमन भयो। यसलाई चाहिँ के गरिदिए 4 + 3 गरिदिए र नम्बर छ नम्बर आएको छ भने नम्बरलाई के गर्नुपर्छ यसलाई मल्टिप्लाई गर्नुपर्छ। त यसरी 6 × x को पावर कति भयो 7 हुन आउँछ। र त्यसै गरी 6 नम्बरलाई पनि हेर्ने यहाँ पनि त्यही छ यो माइनस पहिला हेर्ने माइनस छ -2 छ यहाँ +3 छ माइनस इन्टु प्लस के हुन्छ कहिले पनि माइनसै हुन्छ हो। यो रुलहरु जान्नुपर्छ माइनस इन्टु प्लस माइनस प्लस इन्टु प्लस प्लसै भइहाल्यो माइनस इन्टु माइनस के हुन्छ प्लस हुन्छ। त्यसैले यहाँ -2 × +3 छ भने के हुन्छ यहाँ चाहिँ हाम्रो माइनस नै हुन्छ माइनस इन्टु प्लस माइनस 3 2 जा कति भयो त नम्बर आयो भने के गर्ने मल्टिप्लाई गरिदिने है पढिसकेका छौँ। अब बेस एउटै x वाला मात्रै रह्यो। अब x को पावर यहाँ कति छ 4 छ यो मल्टिप्लाई भनेको प्लस हो यो 3 छ हो बराबर -6 x को पावर 4 3 7 आउँछ है यसरी बन्छ। र त्यसै गरी अब हामीले ख नम्बरको पनि यहाँ बनाउने छौँ 2 नम्बर प्रश्नको पनि यहाँ हामीले त्यो माथि सबै मल्टिप्लाई वाला थियो अब यहाँ चाहिँ के छ डिभाइड वाला छ। यदि डिभाइड आयो भने के गर्नुपर्छ रे हामीले घटाउनु पर्छ हेर्ने 4 को पावर 4 यो डिभाइड भयो के गर्ने रे माइनस गर्ने -2 दुईटैको के छ त बेस एउटै छ 4 को पावर 4 - 2 गर्दाखेरि 2 मात्रै आन्सर डिभाइड भयो माइनस गर्ने अरु केही पनि छैन। यसमा पनि x को पावर 8 - 5 हो x को पावर कति भयो 3 बेस बराबरी छ हामीले चिन्ता गर्नै पर्दैन। यसमा पनि के छ त हेर्ने अब a को पावर यहाँ 4 छ माइनस अब यहाँ a को पावर कति छ 3 छ हो यो हेर्ने। त्यसै गरी इन्टु हो यो भनेको b को पावर यहाँ 4 छ यो हेर्ने b को पावर 4 र यहाँ चाहिँ के हुने भयो b को पावर कति छ 3 छ माइनस के गर्ने -3 गर्ने। अब कति बाँकी रह्यो त a को पावर 1 भनेको a को पावर 1 भनेको कति हो त a को पावर 1 भन्नु र a भन्नु के हो त एउटै हो। b को पावर पनि के छ त 1 भन्नु र b भन्नु के हो त एउटै हो। हामीले 1 छ भने पावरमा 1 लेख्नु पर्दैन। त्यसै गरी यहाँ पनि छ x को पावर कति छ 6 छ माइनस x को पावर कति भयो सजाती मिलाउने x -3 हुने भयो इन्टु y को पावर यहाँ 3 छ माइनस y को पावर कति भयो 3 भयो। अब हेर्ने x को पावर कति बाँकी रह्यो यो 3 भइहाल्यो 6 बाट -3 घटाउँदा 3 बाँकी रह्यो र y को पावर -3 बाट छ 3 बाट 3 घटाउँदा कति भयो 0 भयो। यो भने के हो त कुनै पनि नम्बरको कुनै पनि के छ हाम्रो भने नम्बरको पावरमा 0 छ भने त्यसको भ्यालु के हुन्छ 1 हुन्छ। त्यसैले x पावर 3 मात्र भयो x पावर 3 × 1 भनेको कति हो त x को पावर 3 नै हो है y को पावर 0 भनेको कति हो यसको भ्यालु 1 हुन्छ त्यति बुझ्ने। र यसको पनि छ अब 8 लाई 2 ले डिभाइड गर्ने पहिला नम्बर छ भने डिभाइड छ भने डिभाइड गर्ने मल्टिप्लाई छ भने मल्टिप्लाई गर्ने र त्यसपछि हेर्ने बेसको पावर कति x को पावर कति छ 4 छ माइनस x को पावर 3 छ। अब यसलाई 2 कति जा भयो 2 4 जा 8 अनि x को पावर कति भयो त 4 बाट -3 गर्दाखेरि x मात्र 1 बाँकी रह्यो आन्सर है। यसरी हामीले बनाउनु पर्छ यसलाई। र त्यसपछि प्रश्न नम्बर 3 पनि छ अब हेर्ने प्रश्न नम्बर 3 यो पनि सजिलो प्रश्न हो है यो पनि सजिलो प्रश्न हो। कसरी छ हेर्ने 3a को पावर 0 भन्नु के हो त यसको भ्यालु 1 हो। हामीले मैले अघिल्लो प्रश्नमै भनिसकेँ कुनै पनि जतिसुकै नम्बरको पनि पावरमा 0 छ भने त्यसको भ्यालु के हुन्छ 1 हुन्छ। जस्तै 2b भनेको कस्तो 2b को पावर क्युब भनेको कति हो भने 2 लाई 3 पटक 2 लाई के गर्ने 3 पटक र b लाई पनि 3 पटक मल्टिप्लाई गर भनेको। जस्तै 2 × 2 × 2 इन्टु b लाई पनि 3 पटक इन्टु b भनेको कति हो त 2 2 जा 4 2 जा 8 यो 8 b को पावर कति भयो b क्युब यसरी गर्नुपर्छ है त्यति नै पटक यहाँ मल्टिप्लाई गर्ने भने हो। यहाँ जस्तै -3 यसको त होल पावर हो नि त -3x को
होल पावर कति हो 4 हो। भन्नुको अर्थ -3 लाई पनि 4 पटक गर्ने, मल्टिप्लाई -3 लाई पनि 4 पटक गर्नु पर्यो। 2 पटक हो, यो 3 पटक हो र यो के भयो त 4 पटक हो -3 लाई इन्टु x को पावर त 4 हुन्छ। जति पटक 4 मल्टिप्लाई गरे पनि के हुन्छ 4 हुन्छ x को पावर 3। अब माइनस इन्टु माइनस प्लस भयो, प्लस इन्टु माइनस माइनस, माइनस इन्टु प्लस के भयो त फेरि प्लस। भनेको 4 पटक माइनसलाई मल्टिप्लाई गर्दा के हुन्छ प्लस नै हुन्छ। माइनस हट्यो अब है, यति बुझ्ने। माइनस हट्यो, अब माइनस हट्यो र माइनस इन्टु माइनस प्लस, प्लस इन्टु माइनस माइनस, माइनस इन्टु माइनस अझ फेरि प्लस भयो। त्यसो 3 तिया 9, 9 तिया 27 र 27 तिया कति भयो 81 भइहाल्यो। यो भने कति भयो 81 भयो। 81 x को पावर कति भयो 4 आन्सर है, यति जान्ने। अब त्यसपछि छ अर्को प्रश्न छ यहाँ पनि x को स्क्वायर माइनस डिभाइड बाई y स्क्वायर छ भने पहिला के गर्नु पर्यो। यो भनेको के हो त भने x स्क्वायर इन्टु x स्क्वायर भने हो, 2 पटक गर्ने हो। न त यो गर्दा पनि हुन्छ, नत्र होइन भने यसलाई सजिलो के गर्ने x को पावर 2 इन्टु 2, यो मल्टिप्लाईमा छ नि त, यो मल्टिप्लाईमा छ त्यसरी मल्टिप्लाई गरिदिएको। यो पनि y को पावर 2 इन्टु 2, यो दोस्रो होल पावर है। एक्स स्क्वायर ओपन है, y स्क्वायर को पावर होल पावर के हो यो 2 हो। त्यसैले चाहिँ यहाँ दुईटैको पावर भन्नाले मैले के गरिदिएँ यहाँ यो दुईटै हेर्ने, एक्स स्क्वायर छ यहाँ इन्टु छ इन्टु 2 हो। त्यसैले एक्स को स्क्वायर इन्टु 2 गरे, यसले मल्टिप्लाई गरे। त्यहाँ पनि तल पनि के गरे 2 इन्टु y को पावर 2 इन्टु 2 गरे भनेपछि अब यो कति हुने भयो, यो x को पावर 2 टू 4, y को पावर 2 टू 4, यति मात्रै आन्सर हुने भयो है। त्यसै गरी अब 6 नम्बरमा छ, यसलाई पनि के गर्ने 3 इन्टु 3 भनेको यो 2 पावर भने हो नि त, 2 पटक 3 लाई पनि 2 पटक, x लाई पनि 2 पटक भनेको 2x स्क्वायर हो, y लाई पनि 2 पटक भनेको y स्क्वायर हो। त्यसै गरी यहाँ के छ 3 तल 3 इन्टु x इन्टु y छ। अब के गर्ने, के गर्न सकिन्छ यो x ले जस्तै अब हामीले डिभाइड गर्दाखेरि 3 ले 3 लाई काट्यो, यहाँ माथि रह्यो 3 मात्रै बाँकी रह्यो। अब यो डिभाइडमा छ भने माथि के गर्नुपर्छ अरे घटाउनु पर्छ, हामीले पढायो नि x को पावर x स्क्वायर थियो, तल एउटा x छ, यो माथि गएर 1 माइनस गर्यो र त्यसै गरी माथि पनि y स्क्वायर छ, तल एउटा y छ, माथि गएर के हुन्छ माइनस हुन्छ। त्यसैले यो 3x र y बाँकी रह्यो है। 3xy भनेको x को पावर 2 माइनस 1 गर्दा के भयो त 1 मात्रै रहन्छ हो। 2 माइनस 1 गर्दा फेरि यहाँ पनि 1 मात्रै रहन्छ भनेको 3xy, यसलाई 1 लेख्नु पर्दैन। अब यसमा छ a को पावर 4n माइनस 2 छ र तल चाहिँ अब हेर्ने a को पावर मल्टिप्लाई गर्नु पर्यो पहिला सजिलो। 2 ले यो 2 ले चाहिँ योलाई दुईटैलाई मल्टिप्लाई गर्ने, 2 टू 4n पहिला, 2 टू के भयो त 4n भयो। अब माइनस फेरि 2 1 कति भयो त 2 भइहाल्यो। अब यो र यो बेस एउटै हो, यो डिभाइडमा छ, अब यो दुईटै डिभाइडमा छन्, माथि जाँदा के हुन्छ यो हाम्रो माइनस हुन्छ। जस्तै a को पावर है के भइरहेछ आज भेटियो। अब माथि जाँदा के हुन्छ अरे यो माइनस हुन्छ भनेपछि 4n माइनस 2 छ है। माथि लग्दाखेरि यो के भयो त 4n माइनस 2 गऱ्यौँ र तलबाट a को पावर 4n माइनस 2। अब यो माइनसले माइनस इन्टु प्लस माइनस 4n, अब माइनस इन्टु माइनस यो के भयो त माइनस इन्टु माइनस प्लस भयो है, यो 2 भयो। अब क्यालकुलेसन गर्ने a को पावर यो जस्तै 4n प्लस 4n माइनस 4n कट भइसक्यो, माइनस 2 प्लस 2 घटाउँदा 0, माथि के भयो 0 भयो। भने कुनै पनि नम्बरको माथि 0 हुन्छ भने त्यसको भ्यालु के हुन्छ 1 हुन्छ। यसरी हामीले बनाउन सकिन्छ है। अब त्यसै गरी यसलाई पनि बनाऊ हामीले सबभन्दा सानो नम्बरमा लग्ने हो। जस्तै 2 लाई के पनि बनाउन सकिन्छ 4 बनाउन सकिन्छ। भन्नुको अर्थ यो 4 मा कतिवटा 2 छन् त 2 इन्टु 2 4 हुन्छ। त्यसै गरी 8 पनि 2 बाट नै के बनेको यो 8 बनेको हो हैन। त्यसैले चाहिँ के गर्ने भने यो सबै 8 लाई पनि 4 लाई पनि सानो 2 मै ल्याउनु पर्यो। भन्नुको अर्थ यो 2 को पावर 2 छ एउटा र 4 भनेको के हो त 2 इन्टु 2 भनेको के हो त 4 हो। यहाँ मैले सजिलोको लागि
यो 8 भनेको कति हो त 2 लाई 3 पटक मल्टिप्लाई गऱ्यो भने 8 हुन्छ। कुनै फरक चाहिँ हामीले के गरेका छौँ छैन। यसमा यो 2 त भइहाल्यो नै इन्टु 4 भनेको 2 इन्टु 2 हो पावर 2 भइहाल्यो। त्यसपछि 8 भनेको कति हो त 2 इन्टु 2 इन्टु 2 को पावर 2 भनेको छ हैन। 2 2 जा 4 2 जा 8 हो, केही पनि फरक चेन्ज गरेका छैन। अब 2 को पावर 2 इन्टु अब यो भनेको 2 को पावर 2 इन्टु 2 को पावर 2 है। अब खोल्ने तर चाहिँ अब 2 को पावर 2 इन्टु 2 को पावर 2 इन्टु 2 को पावर 2 हो। अब के गर्दिने एउटाले यसलाई काट्दिन्छ, एउटाले यसलाई काट्दिन्छ, यसलाई काट्दिन्छ भनेको यो त 0 बच्यो। 0 को अर्थ के हो त 1 आन्सर हुन्छ है। यसरी हामीले यसलाई बनाउन सकिन्छ। अर्को मेथड पनि छ यसलाई बनाउने, यसरी काट्न पनि सकिन्छ हैन भने यसरी नै बनाउन पनि सकिन्छ। जस्तै अब 5 को कुरा छ, 5 को पावर 3 छ इन्टु है 125 भनेको कस्तो हो त भने चाहिँ 5 इन्टु 5 5 पंचे 25 25 इन्टु 1 पंचे 125 को पावर 3 यो 25 छ। यो 25 भनेको कति हो त 5 इन्टु 5 हो। यसलाई फ्याक्टर गर्ने पावर 3 छ। अब यसलाई खोल्ने 5 को पावर 3 अब सबैलाई खोलिदिने 5 को पावर 3 हो, अर्को 5 को पावर पनि 3 हो, यो त होल पावर हो नि त हैन 3। अब फेरि चाहिँ यहाँ पनि गर्ने 5 इन्टु 5 को पावर पनि 3 छ है। त्यसै गरी अर्को 5 को पावर पनि 3 छ, 5 को पावर पनि 3 छ। अब के गर्दिने काट्ने 5 को पावर 3 5 को पावर 3 5 को पावर 3 5 को पावर 3। अब कति बाँकी रह्यो हाम्रो चाहिँ यो क्वेसनमा कति मात्र बाँकी रहेको छ है, कति मात्रै बाँकी रहेको छ भने यसबाट हाम्रो कति मात्रै बाँकी रह्यो माथि 5 को पावर 3 प्लस 3 बाँकी 5 को पावर 6 मात्रै आन्सर हुन्छ। यसरी चाहिँ हामीले यसलाई बनाउन सकिन्छ। ल भाइ भिडियो चाहिँ सबै मैले बनाएर राखिदिएको छु। 1-2वटा प्रश्न चाहिँ नआएको सोध्ने। भिडियोलाई चाहिँ लाइक सब्सक्राइब गर्न नबिर्सनु।